साउले रन्डीको बाँस कटाउन यस्तो खोलामा लिएर आएर रन्डीको छोरा मैले त्यत्रो बाँस काट्यो होइन उहीँ थुत्न छ होइन पागल भइयो मैले यहाँ उति चिलाएर यस्तो काम गर्ने को हुनुहुन्छ यार केटा यार कमी हान्नु पर्यो यार होटेलमा काम गर्ने भनेर आएको त यस्तो कहाँ माथि जङ्गलमा ल्याएर त बाँस काटा भनेर छोडिदिएर गयो माछिकन त विपत्तै पार रन्डीका मानले पागल भइयो। सानसाना भाइहरूलाई मैले के भन्न चाहन्छु भने अहिले पढ्दैछौ होइन अलिअलि पढ्न मन लागेन भने पनि ठिक छ पछि दिन सम्झेर चाहिँ मैले पढ्न पर्छ है केटा दुःख पाइन्छ केटा बहुत दुःख पाइन्छ यस्तै दुःख पाइन्छ पढ्न त पढेको अब पढ्ने कि ठुलो मान्छे बन्ने भनेरै पढेको पढ्न त हामी पनि अब होइन यस्तो ठाउँमा छौँ होइन यहाँ यत्रो खोलो छ क्या डेन्जर होइन यस्तो जङ्गलमा ल्याएर छोडिदिएर गयो साउले राणीको मानले पैसा दिएन नि माछिकन उँधो मन्टे पार धुन्न चाहिँ बाँस गाडेर रन्डीको केटा ल त्यही भएर पढ्न पर्छ केटा होइन दुःख पाइन्छ राम्रो ठाउँमा जानुपर्छ होइन के भन्न चाहन्छ तिमीले यस बारेमा बवाल भइरह होइन हात यस्तो फोरा पर्छन् केटा हुन त विदेशमा गएर अरू दुःख गरेर आउनु पैसा र होइन नेपालमा गरेर आउनु दुःख गरेर आउनु पैसा धेरै फरक छ होइन नेपालमा त रन्डीगन आएर बाँस काट्ने मैले होइन होटेलमा काम गर्न बोलाउने रन्डीगन बाँस काट्न पठाउने बेलचा हान्ने पैसा दिन्नमा 3 जना परेकोमा उ चाहिँ भइएको क्या त्यही भएर न्याय दिन पर्यो दुःख पाइन्छ यता बन्चरा नचाउनु पर्ने यही छ मैले 5 किलोको 10, 11, 12, 1, 2, 3, 6 घन्टा काम गरिदिएको यिनीहरू यहाँउति नफालाऊ त लड्रा त्यो त लड्रा भन्दै थियो यहाँको पुग्दा चाहिँ हाम्रो लगभग 7-8 बज्नु सक्छ यस्तो दुःख छ केटा पैसा चाहिँ छैन भाइ बाँस लतार्ने गाउँघरमा नगरे काम गर्नुपर्छ केटा यता आएपछि गाउँबाट जो आउँछ त्यसलाई त ढुट्टो पारेर अराउँछ क्या काम त यहाँ त गाउँबाट जो आउँछ त्यसलाई ढुट्टो भयो क्या त्यो ल पढ्न पर्छ पाटो आउँछ अहिले नास्ता पनि दिन्न पैसाले भन्दिन्न काम हराउँछ यस्तो त्यही भएर भोलि बुटवल टु इस्मा गुल्यन